फेसबुकमा स्ट्याटसको भरमा भोलि प्रधानमन्त्री, गृहमन्त्री, तपाईँ हामी सर्वसाधारण जो कोहीलाई पनि बलात्कारको आरोप लागेपछि त्यसपछि के हुन्छ? आज उठिरहेको यो विषय केवल एक व्यक्तिको मात्र होइन, यो सिधै हाम्रो कानुनी व्यवस्था, नागरिक अधिकार र देशको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो। त्यसैले एकछिन शान्त भएर सोचौँ त, यदि भोलि कसैले फेसबुकमा तपाईँमाथि गम्भीर आरोप लगायो भने के त्यसकै आधारमा तपाईँलाई पनि बिना उजुरी समाताले हतकडी लगाइन्छ? सायद धेरैलाई अहिले भाइरल भएको दृश्य हेर्दा लाग्यो होला, लौ आरोपित पक्राउ परेछ, न्याय भयो। तर यहाँ कुरा देखिए जस्तो सजिलो छैन, वास्तविकता अलि फरक छ। हाँस्य कलाकार सागर लम्साल बोलेमाथि सङ्गम विष्ट नाम गरेकी एक युवतीले गम्भीर आरोप लगाएकी छन्। अब उनले साँच्चै बलात्कार गरेका हुन् वा होइनन् त्यो अन्तिम सत्य अदालतले मात्र पुष्टि गर्ने कुरा हो। र यदि भोलि अदालतले बलेलाई दोषी ठहर गर्छ भने हामी फेरि पनि स्पष्ट रूपमा भन्छौँ, यस्तो जघन्य अपराधमा कडा भन्दा कडा सजाय हुनुपर्छ। आवश्यक परे कानुन नै संशोधन गरेर भए पनि फाँसीकै सजाय हुनुपर्छ, किनभने कुनै पनि छोरी मान्छे बलात्कारको शिकार बन्नु हुँदैन। यस्तो अपराधलाई समाजमा कुनै पनि हालतमा सहन सकिँदैन। यसमा हामी दुईमत छैन। हामी बारम्बार दोहोर्याएर यही भन्छौँ, यदि सङ्गम विष्ट साँच्चै पीडित हुन् भने हामी उहाँको पक्षमा छौँ, सधैँ हुनेछौँ। र यदि सागर लम्साल दोषी हुन् भने उनलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। तर अब मुख्य प्रश्न के हो भने यो केवल फेसबुकमा 2-3 वटा पोस्ट लेखिएको भरमा औपचारिक उजुरी नै नपरी कुनै व्यक्तिलाई पक्राउ गरेर हतकडी लगाउँदै सार्वजनिक गर्नु कानुन अनुसार सही हो त? आजदेखिको अवस्था यही हो। पीडितले उजुरी नै नदिएको अवस्था, केवल सामाजिक सञ्जालमा आएका आरोपका आधारमा प्रहरीले बलेलाई पक्राउ गर्यो, हतकडी लगायो र सार्वजनिक गर्यो। अझ उजुरी नपरेको भन्दै अर्को शीर्षकमा मुद्दा अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइरहेको छ। यसले झन् धेरै प्रश्न उठाउँछ, के हामी कानुन अनुसार चलिरहेका छौँ त, कि हतारमा निर्णय लिइरहेका छौँ? के यो न्याय हो कि केवल देखाउने एक्सन? हामीले विगत पनि बिर्सनु हुँदैन। कुनै बेला ठुला व्यक्तिहरूमाथि उजुरी नै परेर पनि हतकडी नलगाइएका उदाहरणहरू पनि छन्। तर आज बिना उजुरी यस्तो व्यवहार किन? संविधान उही हो, कानुन उही, तर व्यवहार किन फरक? भोलि कसैले प्रधानमन्त्री, गृहमन्त्री वा तपाईँ हामी मध्ये जोसुकैमाथि फेसबुकमा एउटा स्ट्याटस लेखेर आरोप लगाइदिन्छ, अनि के त्यसकै आधारमा सबैलाई समात्ने? यदि यस्तो अभ्यास सुरु भयो भने देश कानुनी राज्यबाट अफवाह र डरको राज्यतर्फ जान सक्छ। त्यसैले यो विषय गम्भीर छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो। अदालतले प्रमाणका आधारमा निर्णय गर्छ, भावनाका आधारमा होइन। त्यसैले आज कसैले आरोप लाग्यो भन्दैमा उसलाई अपराधी ठहर गर्नु गलत हो। सार्वजनिक रूपमा यदि गम्भीर आरोप आयो भने राज्यले तुरुन्त एक्सन लिनुपर्छ, सोधपुछ गर्नुपर्छ, छानबिन गर्नुपर्छ। तर त्यो सबै कानुन र विधि अनुसार हुनुपर्छ। पीडितले उजुरी दिनुपर्छ, प्रमाण सङ्कलन हुनुपर्छ, अनुसन्धान प्रक्रिया अगाडि बढ्नुपर्छ। यी चरणहरू छोडेर सिधै पक्राउ गर्नु भनेको कानुनी प्रक्रियामाथि नै प्रश्न उठाउनु हो। यदि प्रक्रिया कमजोर बनायो भने अन्ततः दोषी उम्किन सक्छ र निर्दोष फस्न सक्छ, जुन दुवै अवस्था समाजका लागि खतरनाक छ। त्यसैले हाम्रो आग्रह स्पष्ट छ, यदि सङ्गम विष्टमाथि वास्तवमै अन्याय भएको हो भने उहाँले तुरुन्तै प्रहरीमा उजुरी दिनुपर्छ, कानुनी बाटो समात्नुपर्छ। राज्यले पनि निष्पक्ष अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्छ, दोषीलाई सजाय दिनुपर्छ र निर्दोषलाई मुक्त गर्नुपर्छ। यही नै साँचो न्याय हो। पछिल्लो समय गृहमन्त्रीको एक्सनको चर्चा भइरहेको छ। तीव्र काम गर्नु राम्रो कुरा हो, तर हतारमा लतार हुन नदिनु अझ महत्त्वपूर्ण हो। किनकि कानुन मिचेर गरिएको एक्सन छोटो समयको लागि ताली पाउन सक्छ, तर दीर्घकालमा देशलाई कमजोर बनाउँछ। जब राज्यले आफूलाई कानुनभन्दा माथि राख्न खोज्छ, त्यहीबाट समस्या सुरु हुन्छ। अब कुरा गरौँ समाजको भूमिका बारे। आज सामाजिक सञ्जालमा कसैलाई आरोप लाग्ने बित्तिकै उसलाई अपराधी बनाउने प्रवृत्ति बढ्दै गएको छ। तर यो गलत कुरा हो। हामीले पनि सिक्नुपर्छ, प्रमाण नआएसम्म, अदालतले निर्णय नगरेसम्म कोही पनि दोषी होइन। किनकि आज अरूलाई भएको अन्याय भोलि हामीलाई पनि हुन सक्छ। अन्त्यमा फेरि पनि स्पष्ट रूपमा भन्छौँ, कुनै पनि छोरी मान्छे बलात्कारको शिकार बन्न नपरोस्। यदि कसैले यस्तो अपराध गर्छ भने उसलाई उम्किन नदिने गरी कडाभन्दा कडा सजाय हुनुपर्छ। आवश्यक परे कानुन नै संशोधन गरेर फाँसीकै सजाय हुनुपर्छ, ताकि यस्तो अपराध गर्नु अघि जो कोहीले 1000 पटक सोचोस्। तर सँगसँगै कानुन मिचेर बिना उजुरी केवल फेसबुक पोस्टकै आधारमा कसैलाई पक्राउ गर्नु सही होइन। यसले गलत नजिर बसाल्छ र भोलि ठुलो अन्याय निम्ताउन सक्छ। त्यसैले हाम्रो एउटै माग हो, न्याय चाहिन्छ, तर विधिसम्मत न्याय। कानुन सबैका लागि बराबर हुनुपर्छ। पीडितले न्याय पाओस्, दोषीले सजाय पाओस् र निर्दोषले अनावश्यक दुःख नपाओस्। बस कुरा यति नै हो।